भन्न गइरहेको छु विवादको बारेमा। विवाद कसरी हुन्छ र विवाद किन हुन्छ र विवादको कारण। विवाद भनेको दुई समूह वा विचार बीचमा हुने कलहको अवस्था हो। सही सूचना आदान प्रदान नहुँदा वा गलत समाचार प्रशासनले पनि विवाद सिर्जना गर्छ। झगडालाई विवाद पनि भनिन्छ। विचार र बुझाइ भिन्नतालाई विवाद भनिन्छ। त्यसैले विवाद व्यक्तिबीच उत्पन्न हुने बेबेर हरकत मनमुटुवा हो। विवाद व्यक्ति समूह समुदायहरूबीच, समाजका बीच सङ्घर्ष र देशका बीच पनि हुन्छ। परिवारका सदस्यहरूबीच पनि झगडा विवाद हुन्छ। विवाद सिर्जना हुने मुख्य कारणहरू तल विधायक रूपमा प्रस्तुत गरिएको छ। गलत सूचना वा सन्देश प्रभाव हुने, सकारात्मक सोच अभाव हुन्छ, असल राजनीति संस्कारको अभाव हुनु, एकले अर्कालाई सम्मान नगर्नु वा हेर्नु, सूचनामा अपरोध वा गलत बुझ्नु। विवाद समाधानका केही उपायहरू तल विधायक रूपमा प्रस्तुत गरिएको छ। सबैलाई सम्मानपूर्वक समान व्यवहार गर्नु, अरूको कुरा ध्यान दिएर सुन्नु, एक आपसमा समधुरको व्यवहार गर्नु।